So hello guys. So after 24 days my school starts today. It's 11th of Chaitra अनि मजाले नुहाएर आएँ फ्रेस भएँ नुन काटेँ सबै कुरा गरेँ अनि अहिले चाहिँ हामी स्कुल जान रेडी हुँदैछौँ सो मैले सर्ट पनि लाएँ प्यान्ट पनि लाएँ अनि फिट ल फर्स्ट डे अफ स्कुल अलिक ठिकै छ फोल्ड गरेँ नि ठिक छ धेरै गर्मी छ यहाँ काठमाडौँतिर आजकल अझै तराईतिर कस्तो होला सो म चाहिँ कस्मेटिक्सहरू लाउँछु त्यो मैले अस्ति देखाएको थिएँ मैले युज गर्ने कस्मेटिक्सहरूमा म देखाउँछु वान दिस सिरम हो अनि यो लाउनुपर्छ अनि यो works as a perfume for me even though it's after shaving cologne. Also a serum, my favorite serum, even though it smells like chlorine. Your perfume. अब स्कुलको बाटो जाने बेला फेरि बनाउँछु र फेरि ट्रान्जिसन अलराइट सो कपाल भएको छ धेरै सेतो देखिन्छ साइनी पनि देखिन्छ अझै कपाल त भएको छैन लगाइसक्यो त्यो त मैले सिरम लगाएँ तर त्यति राम्रो देखिरहेको छैन अहिले फेरि डिफल्ट गरौँ एनिवेज ए यो फुट्दैन आएँ हे हे पलिस गरेको देखाउँछ भयो ल अब माथि जाने मेरो आवाज के भयो खै सुक्यो होला आवाज अब यहाँ हामी खाना खान्छौँ नास्ता रोटी रहेछ रोटी खाएपछि अब स्कुल जाने बेला फेरि बनाउँछु म ल भाइ अलराइट हिँड्ने बेला भयो अब म मेरो कमिटमेन्ट्स तपाईँहरूसँग सेयर गर्छु फर्स्ट डे of grade 7 so first commitment of mine यहाँ माथि छ सबै पाँचवटा यहीँ माथि छ सो एनिवेज स्कुल गएको देखाम कुन बाटो जाने यो बाटो जाने चियो यो बाटो गइदिउँ किनभने त्यहाँ 4 छ अनि आई डोन्ट लाइक 4 साउन्ड प्रब्लमका लागि माफ गरिदिनु गाइस होइन त्यो टुङ टुङ आवाज आएको होला त्यो मोबाइलको प्रब्लम हो सरी यहाँ स्पा खुलेको छ होइन इन्भिटेसन मिलेको छ हामी जानु मिलेन एनिवेज स्कुल पुग्छु अनि बाबाले खिचिनुहुन्छ होला स्कुलको भित्रको अनि त्यही ल बाई ओके सो स्कुलबाट आयौँ हामी कति बज्यो अहिले 3:50 भयो अहिले चाहिँ हम्न लेट पुगेन मलाई अहिले चाहिँ 3:50 भयो अनि अहिले चाहिँ हामी ब्याग रिटर्न गर्नु गइरहेछौँ यो ब्याग ल्याउनु भएर रहेछ मनै परेन मलाई लुफीको गियर 5 वाला ब्याग चाहिरहेको थियो अनि अब रिटर्न गर्ने अनि कुन ब्याग किन्ने मलाई थाहा छैन सो हेर्दै गरौँ म भ्यू पनि देखाउँछु म अनि फर्स्ट डे कस्तो भयो भनेर भन्नुभएको छ बाबाले क्लास 7 को के त्यही त क्लास 7 कस्तो भयो राम्रो भयो उहाँ एउटा नयाँ ग्रेड टिचर आउनुभएको थियो उहाँ ठिकै हुनुहुन्छ नट गुड नट ब्याड अनि के भन्नु अब ओल्ड टिचरहरूसँग रियुनाइट भयो अनि त्यही हो तर कोही मेरो फेभरेट टिचरहरूले स्कुल नै छोड्नु भयो एउटा म्याम हुनुहुन्थ्यो उहाँको नाम रिता म्याम
उहाँ मेरो फेभरेट अफ देम अल हुनुहुन्थ्यो, उहाँले छोड्नुभयो। उहाँको छोरा मेरो बेस्ट फ्रेन्ड, उसले पनि छोड्यो। अनि हाम्रो इसिए कोअर्डिनेटर, एक्स्ट्रा करिकुलर एक्टिभिटिज कोअर्डिनेटरले पनि छोड्नुभयो। उहाँ पनि दामी पढाउनुहुन्थ्यो। अनि अहिले हामी जाँदैछौँ। म सेक्सन बीमा आएँ, त्यो पनि राम्रो कुरा हो। सेक्सन बी म 5 वर्षबाट पढ्दै आएको थिएँ, तर 6 क्लासमा म सेक्सन ए जानु परेको थियो। अनि म हार्ट ब्रोकन थिएँ, तर यसपालि राम्रो भयो। नै भएन त, छिटो हुन्छ। एनिवे 16 पछि गर्छु फेरि। गाइस ट्रान्जिसन हेर्ने सेम थिङ यसमा। गाइस म्याजिक हेर्ने ल। क्या भयो मेरो ब्याग? ए यो ब्याग होइन ल। सो यो चाहिँ मेरो पुरानो ब्याग होइन, जुन मैले ध्यान युज गरेको थिएँ। यहाँ छ नि, यो बुक्सहरू मैले लगाएको थिएँ पढ्नुको लागि। डायरी अफ विम्पी किड, डर्क डायरिज, मिडल स्कुल। अनि यहाँ मैले त्यो जे लगाएको थिएँ त्यो निकालेको। केही छैन नि होइन गाइस। अब हेर्नुहोस् है, यो छ नि, यस्तो गर्छु, यस्तो गर्छु, यस्तो गर्छु, अनि यस्तो गर्छु ल होइन। अब चेन खोलौँ फेरि, यो गरेन, यस्तो भएन। अनि अहिले चाहिँ नयाँ ब्याग आयो। खै त उयो भनेको। यस यस यस। ल अब म नयाँ ब्याग देखाउँछु। आम्बो खै त भनेको। अलराइट, दिस इज भेरी मेसी होइन। साह्रो म यो त होइन, यतै देखाउँछु। यो छ होइन, यस्तो छ अगाडिबाट एमरेज भन्ने कुराको रहेछ। अनि यहाँ बेसबल छ, अनि यहाँ नम्बर 3 छ। अनि हट ल। अनि होइन यस्तो गर्छु। अनि यो चाहिँ यसरी खोल्छ होइन। यसको चाहिँ यस्तो सिधा चेन रहेछ, अट्याच छैन रहेछ। अब यसलाई खोलौँ एकछिन। चाहिँ यसको प्याटर्न यस्तो दामी छ। अनि यहाँ पछाडि यसरी छोप्न पनि मिल्छ, यहाँ अगाडि पनि त्यस्तै छ। यहाँनिर यहाँको हो क्या, यहाँ पनि एउटा कम्पार्टमेन्ट छ। यहाँनिर यहाँ पनि एउटा कम्पार्टमेन्ट छ। त्यो भयो नि। हो यही हो गाइस न्यू ब्याग। यो यसलाई 2000 पर्यो। अनि यो दामी छ होइन। सो एनिवे अहिले चाहिँ मेरो होमवर्क गर्छु म। होमवर्क त छैन, तर केही हो। यो डायरी हाम्रो स्कुलको, यसलाई कभर गर्ने हो। अनि न्यू बुक छ मेरो, जुन त्यो अस्तिको ब्लगमा देखाएको थियो नि, त्यहाँबाट एउटा बुक छुटाएको छ कि। अनि यही बुक हो, सिम्फनीको। अनि अब त्यो बुकमा त्यसै नि कभर। त्यसपछि म फेरि भेट्छु। यो केटालाई सकिने राम्रो। थिएन यार कसम।
ए बाबुमा थाहा थिएन यार